28 वर्षीय विजय अधिकारी रुखबाट खसेर खुट्टा र ढाडको हड्डी भाँचिन गई गम्भीर चोटसहित अस्पताल भर्ना गरिएकाले उपचारको लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ। स्याङ्जा छहरी खोला निवासी बेलबहादुर र दहना अधिकारीको छोरा विजय अधिकारी घाँस काट्ने क्रममा रुखबाट खसेर खुट्टा र ढाडको हड्डी भाँचिन गई गम्भीर चोटसहित अस्पताल भर्ना गरिएको छ। निजको आर्थिक अवस्था एकदमै दयनीय रहेको र ढाडको शल्यक्रियाका लागि उनका बुबा बेलबहादुरले छोराको उपचारको लागि धेरै रकम खर्च भइसकेको बताउँदै थप उपचारको लागि आर्थिक समस्या भएको बताएका छन्। छोराको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको र छोरो फेरि कहिले उठेर हिँड्ला भन्ने आशा बोकेर बसेको बुवा बताउँछन्। चिकित्सकको अनुसार विजयको उपचारको लागि 10 लाख रुपैयाँ भन्दा बढी लाग्ने बताइएको छ। घरको एक्लो छोरा, आम्दानीको कुनै बाटो नभएको र आफूले कमाएर बुढा भएका बाबुआमा पाल्ने उमेरमा अस्पतालमा थलिएर बाँच्नु पर्दा निकै सकस अनुभव रहेको विजय बताउँछन्। चिकित्सकले उनको नयाँ जीवनका लागि ढाडको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनको परिवार अहिले आर्थिक खोजीमा भौतारी रहेको छ। स्वास्थ्यमा थप जटिलता आउन नदिन शल्यक्रिया छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पीडितले सहयोगका लागि हार गुहार गरेका हुन्। उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ। सहयोग गर्न चाहनेलाई प्राइम सहज बचत खातामा रहेको तल स्क्रिनमा देखाइएको खाता नम्बरमा सहयोग जम्मा गरिदिन उनका बुवाले आग्रह गरे। सहयोगका लागि मोबाइल नम्बर 9821 62012 मा सम्पर्क गर्न सकिनेछ। हजुर नमस्कार, म रेशमी अधिकारी नाताले बिरामीको भाउजू चाहिँ रुख घाँस काट्ने क्रममा रुखबाट लुटिसकेपछि स्याङ्जा अस्पताल ल्याएर उपचार गर्न अस्पताल ल्याउँदाखेरि स्याङ्जा अस्पतालले सक्दिनँ भनिसकेपछि पोखरा गण्डकी हस्पिटलमा रिफर भइसकेपछि उहाँलाई गाडीमा ल्याउँदा उहाँको भाँचिनको साथै घाउ काटेको घाउ पनि ठुलो हुनाले यही ब्लिडिङ भएर गाडीमै ताल परेको थियो। बोलाउ पनि चढाउनु पर्ने भयो, चक्कै चढाउनु पर्ने भयो। त्यस पछाडि कम्मरदेखि तल ढाडको हड्डी, मेन हड्डी, खुट्टाको 3-4वटा हड्डी सबै भाँचिएको हुँदा हात जोड्नेकोमा ठुलो रकम लाग्दो रहेछ। खर्च जुटाउन पनि हामीलाई गाह्रो भयो। गाउँमा पनि म आफै डुलेर 1500 सबै पनि मैले उठाएर गाउँलेहरूले पनि सबैले सहयोग गरिदिनु भएको छ। इष्टमित्रहरू सबैले सहयोग गरिदिनु भएको छ। त्यस पछाडि घरमा पनि एक्लो छोरा उहाँ, बाबुआमाको आशा खम्बा नै उहाँ हुनुहुन्थ्यो। बुढा भइसक्नु भयो। आर्थिक स्थिति पनि खेतीपाती गरेर बिहान बेलुका गुजारा गर्ने हुनुहुन्थ्यो उहाँहरूलाई गाह्रो भएर। बाबुलाई पनि के भयो भन्दा बिरामीलाई आफ्नो घाउको पीडा त छँदैछ, त्यो पीडामाथि पनि उहाँले आफ्नो त्यो खर्च कसरी जुटाउने भनेर मेन्टल्ली टर्चरको अवस्थामा पनि जानुभयो। मेन्टल्ली जस्तै म आफैलाई पनि भाउजू, म नाताले भाउजू भए पनि म भाउजू भन्दा होइन, उसले चिन्नु भएन मलाई पनि। आफ्नो साथीभाइसँगै लिएर आउने, सँगै घाँस काट्दा सँगै भएको साथीलाई पनि नचिनेर एकदमै मेन्टल्ली जस्तो हुनुभयो। त्यसले गर्दा खर्च धेरै लाग्ने भएर तपाईँहरू समक्ष सहयोगको अपिल गर्दछु। धन्यवाद। ऊ र म सँगै घाँस काट्न गएको थियौँ। ऊ चाहिँ रुखमा चढिसकेको थियो, म चाहिँ रुखको खेतमै थिएँ। उसलाई मैले हेरिरहेको थिएँ माथि कहाँसम्म पुग्यो भने। त्यति बेला उसको चाहिँ एउटा सुकेको हाँगामा अथवा केहीमा खुट्टा परेछ कि ऊ चाहिँ खसिरहेको देखेँ। ऊ हाइटीमै थियो, एकदम अल्को उचाइमै थियो। ऊ झर्दै मैले चाहिँ हात थापिरहेको थिएँ। थाप्दै उसको चाहिँ पहिला टाउको र छातीको भागहरू चाहिँ तल झरिरहेको देखेँ। त्यसलाई जोगाउँछु भनेर मैले एउटा भुँडा टेकेर हात चाहिँ टाउको र छातीतिर लग्दाखेरि उसको हात, टाउको र छाती चाहिँ मैले जोगाउन पुगेँ। तर उसको खुट्टा चाहिँ ढाड सायद चाहिँ मेरो खुट्टामा लागेर फ्र्याक्चर हुनसक्छ। खुट्टा चाहिँ गएर कता पछाडि थाहा भएन। ऊ चाहिँ फुल्ली इन्जर थियो, हल्का बेहोस हुन लागेको थियो। तर मैले उठाएँ उसलाई, उठाएर ल उठ आँखा त हेर भने। आँखा हेरेपछि उठ्यो। तर उसको चोट देखेर म खुद स्वयं पनि बेहोस हुन थालिसकेको थिएँ। तर कसो गरेर गाडीलाई सम्पर्क गर्न सकेँ हामीले। गाडीलाई त्यहाँसम्म ल्याउने क्रममा उसको रगत चाहिँ बढी नै बगिसकेको थियो। गाडीमा हालेर जिल्ला अस्पताल ल्यायो। जिल्ला अस्पताल ल्याइसकेपछि उहाँलाई चेक गरियो। नर्मल मरमपट्टि पनि गर्नुभयो उहाँहरूले। अनि उहाँले चाहिँ के भन्नु भने रिफर गर्नुपर्छ पोखरा, यहाँ चाहिँ हुँदैन भने चाहिँ हाम्रो गण्डकी हस्पिटलमा रिफर गरियो। ल्याइयो, उपचार पनि भइरहेको थियो। उपचार हुँदै उहाँलाई चाहिँ अलिकति दिमागी टेन्सन पर्न गएछ कि घरको आर्थिक स्थिति यो छ मेरो, मैले कसरी उपचार हुन्छ होला, खर्च ठुलो लाग्ने भयो।
भनौँ हल्का मेन्टली पनि गइसक्नु भएको थियो भनौँ न अब उहाँलाई दिमागमा चाहिँ टर्चर परिसकेको थियो तर उहाँले चाहिँ अब उहाँलाई चाहिँ भनियो फकाइयो उहाँलाई अब यस्तो छ उस्तो छ भनेर यताउति गरियो अब तपाईँले खर्च घरबाट लाग्दैन भन्नु पनि थालियो उठाउने हो हामीले रात भनियो यताउति गरियो सबैको सहयोग मागिन्छ सबैले सहयोग गर्नुहुन्छ भन्ने आशमा हामी अघि पनि बढेका छौँ उहाँको चाहिँ त्यो उहाँले त्यति भनिसकेपछि हजुरहरूले पनि सहयोग गर्नुहुन्छ भन्ने हामी ठुलो आशमा छौँ त्यति नै यहाँ ल्याइसकेपछि चाहिँ के भयो अवस्था यहाँ ल्याइसकेपछि अब उहाँको चाहिँ अब सबै चेकअपहरू भयो भिडियो एक्सरेहरूदेखि त लिएर तपाईँको अब एमआरआई सिटी स्क्यानहरू यताउति सबै भयो चेकअपहरू भयो अब हामी चाहिँ अब उहाँको टिममा पनि थिएन के थिएन अनि त्यही अनुसारले चल्दै गयौँ चल्दै जाँदाखेरि अब उहाँको खर्च पनि अब देखिँदै गयो अब भनियो अब सबै ठाउँहरू रडहरू यताउति हाल्नुपर्छ स्टिलहरू हाल्नुपर्छ सबै हड्डीहरूमा भनेर भनेपछि हामीले खर्च जुटाउन अलिकति गाह्रो पनि पऱ्यो उहाँको घरको आर्थिक स्थितिले र साथीभाइहरूसँग सहयोग माग्दा पनि केही ढिला सुस्तीको कारणले गर्दा खर्च जुटाउनु पनि अलिकति गाह्रै पऱ्यो त्यसको कारणले उहाँको अपरेसनलाई पनि अलिकति लम्बियो यताउति भयो त्यसको कारणले उहाँ चाहिँ अब ठिकै छ अब उहाँलाई चाहिँ सहयोग नै गर्नुपर्छ अझै पनि खर्चले पुगेको छैन अपरेसन चाहिँ तत्काल हुन सकेन डक्टरले के भन्नुहुन्छ डक्टरले उहाँले भन्नुहुन्छ अब खर्च यति लाग्छ यताउति भन्नुभयो अब यति समयमा गरिहाल्नुपर्छ 72 घन्टा 73 घन्टामा अपरेसन गर्नुपर्छ नत्र अनि माथि साथीहरूलाई यताउतिहरूलाई पनि असर गर्न सक्छ माथि ब्रेनतिर असर गर्न सक्छ भन्नुभयो हामीले कारणले पनि अब खर्चहरू पनि उठाउन सकिएन नि त उहाँलाई अब जो सब हामीले चाहिँ सहयोग माग्ने हो सकेसम्म उहाँको आर्थिक स्थितिले पुग्दैन खर्च उहाँको चाहिँ लगभग अब लाग्न सक्छ अब त्यही 5-7 लाख रुपियाँ जति लाग्न सक्छ 8-10 लाख भनौँ अब त्यस कारणले गर्दा 8-10 लाख जति उहाँको खर्च उहाँको उपचारको लागि खर्च चाहिँ अहिले 5-7 लाख रुपियाँ खर्च भइसकेको छ अझ त्यहाँभन्दा माथि कति लाग्ने भन्ने निश्चितै छैन क्या उहाँको चाहिँ अब ठुलो अपरेसन हुन गइरहेको छ उहाँको त्यो ठुलो अपरेसन चाहिँ हजुरहरूको हात र सहयोगले गर्दाखेरि सक्सेस होस् सफल होस् भन्ने ठुलो आशमा छौँ तपाईँलाई चोट लागेको थियो हजुर मलाई पनि साँप्रोमा चोट लागेको थियो यस्तो छ उहाँलाई बचाउने क्रममा गर्दाखेरि मेरो चाहिँ यस्तो छ अब यो यस्तो निलो भागहरू टाटाहरू बसेको छ मलाई चाहिँ सरहरूले भन्नुभयो कि नसा र मासु च्यातिएको छैन यो चाहिँ जस रगतहरू मासुहरू पेलिएर यस्तो निलो डामहरू बसेको भन्नुभएको थियो 2-4 दिन चाहिँ म पनि इन्जर्ड भएको तर उहाँलाई पनि त अब सहयोग गर्नु पर्यो अब त्यस कारणले उहाँकै कुराइ र पठाइमा दिनरात हस्पिटलको दौडाइमा गर्दाखेरि चाहिँ मैले पनि नर्मल औषधिहरू पाएको छु आफै लिएको छु अब सकेसम्म उहाँलाई चाहिँ तपाईँहरूकै हात र सहयोगले ठुलो नयाँ जीवनदान दिनु होला मेरो यत्रो छोरा हो म बुवा हुँ मेरो बुढेसकाल ला अलिकति पैसाको सहयोग गरिदिनु